आयुर्वेदिक रहस्य हेर्नुहोस् र अनुभव गर्नुहोस् कुमकुमादी तैलमको कण अब नयाँ आयुर्वेदिक फेयर एन्ड लभलीमा नयाँ आयुर्वेदिक फेयर एन्ड लभली आयुर्वेदको शक्ति अब फेयर एन्ड लभली आयुर्वेदिकले तपाईँको ओठको पनि ख्याल राख्छ प्रस्तुत छ फेयर एन्ड लभली लभली लिप सफा अब हरेक 25 ग्राम फेयर एन्ड लभली आयुर्वेदिकसँग पाउनुहोस् एउटा भ्यासलिन लिप केयर विज्ञापनपछि अब बाँकी समाचार संसदको घरमा हिजो साँझ 2वटा घर जलेर नष्ट भएका छन् सो आगलागीबाट करिब 50 लाख रुपियाँ बराबरको धनमाल नष्ट भएको संसदीय स्थित हाम्रा संवाददाता महेश श्रेष्ठले जनाएका छन् धरानको विद्युत प्राधिकरण मार्गमा पर्ने मनोज बस्नेतको घर र सँगै जोडिएको पक्की घरमा आग लागिरहेको थियो आगो नियन्त्रणमा धरान इटहरी र इन्द्रलोकका 5वटा दफ्तरलाई 3 घण्टा लागेको थियो झापाको दक्षिणी भागमा पर्ने पथरियामा हालै आदिवासीको संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम आयोजना गरियो राजवंशीहरूको बाहुल्य रहेको सो स्थानमा दशैं तिहारको बेला यस्ता नाचगान प्रस्तुत गरिने चलन छ राजवंशीहरूका साथै ताजपुरिया माझी कोच र गनगाई जातिका मानिसहरूको सांस्कृतिक झलक पनि कार्यक्रममा प्रस्तुत गरेको थियो मातृभाषा र संस्कृतिको जगेर्ना गर्ने तथा मनोरञ्जन गर्ने कार्यक्रमको मूल उद्देश्य रहेको Ice cream. तिहार पर्वको बेला झापाको बजारमा फुलको व्यापारिक कारोबार वृद्धि भएको छ एउटा 100 फुलको माला 20 रुपियाँसम्ममा बिक्री हुने गरेको छ फुलमा लाग्ने हुनाले भारत सिलगढीबाट समेत नेपालमा माला र फुल भित्रने गरेको छ खास गरी भद्रपुर र झुलाबारीमा तिहारको बेला फुलको व्यापार फस्टाएको व्यापारीहरूले बताएका छन् Snoops, another chocolate here, King of Belgium chocolate.